सो हेलो एन्ड नमस्ते एभ्रिवान वान्स अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल भन्न चाहन्छु अनि इट्स मिरी वान अहिले सबैलाई थाहा नै छ होला अनि हाम्रो चाहिँ अब बर्खा नि लागिसक्यो नि त अनि आज चाहिँ बेलुका हल्का पानी नि परेन अरू बेला चाहिँ प्रायः जस्तै पानी नै पर्थ्यो अनि आज चाहिँ अलिक पानी नि परेन सो त्यही भएर म चाहिँ उतातिर घुम्नै भन्नु न होइन अनि यसो सनसेट नि हेर्नलाई हुन्छ नि आज चाहिँ हल्का खुल्ला छ कि अरू बेला चाहिँ अब बेलुका बिहान पुरै कुहिरो लागेर होइन घाम धुम पुरा भएर अब हुन्छ नि पानी पर्थ्यो अनि आज चाहिँ अब अलिक खुल्ला मौसम भइरहेछ त्यही भएर म यस्तो परतिर घुम्नलाई हिँडेको अनि पारिको हिमालहरू नै देखिरहेको छ अनि सो त्यही हो अहिले चाहिँ 6:30 हुन लागिसक्यो होइन तर पनि अब बर्खा सुरु भएपछि यो अब बेलुकासम्म नै उज्यालो हुने नि त सो त्यही हो अनि चाहिँ अहिले यति दामी आइरहेछ है होइन यो पारितिरको अनि सो त्यही हो आज चाहिँ हल्का खुल्ला छ क्या अनि म चाहिँ यो पारिको यो डाँडामा गएर पारितिरको हिमालहरू यसो देख्छ नि त सो हेरेर फर्किने हो सो तपाईँहरूले अहिलेसम्म लाइक कमेन्ट सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ गरिदिनु होला सो त्यति नै पनि छ है ओ सनसेट चाहिँ यस्तो देखिरहेछ होइन त्यही हो अब बबाल देखिरहेको छु पारी होइन अनि म चाहिँ उता नै जाने भनेको अब फेरि पर नै जान्छु होला सायद म सनसेट यति बबाल देखिरहेको छु अनि म पुग्नु पनि यो पारीको डाँडा हो कि सो पर नै जान्छु परदेखि कुदेर आएको होइन अनि अहिले रात पर्छ भनेर कि फेरि अब त घाम डुब्ने साथै रात परिहाल्छ नि त त्यही भएर म कुदेर आएको छिटो अनि यस्तो कि यति दामी आइरहेछ अनि अझै जानु पनि यो माथिको टुप्पीमा हो कि है त्यही भएर छिटो आइरहेको लास्टै गऱ्यो होइन अब अनि त्यो हिमाल चाहिँ त्यो डिलभन्दा पारी साइडतिरको हो नि त सो दामी आउनुपर्ने अब घाम पनि डुब्न लागिसक्यो जे होस् घर जाँदा चाहिँ रात बनेर छ मलाई त्यही हो अब चाहिँ डाइरेक्ट माथि गएर बनाउँछु म सो त्यही हो है सो यताको भ्यू चाहिँ यस्तो छ अनि डाँडा त आइपुगेको छैन तर नि यताको भ्यू चाहिँ यति दामी भइरहेछ होइन अनि म यहाँ पारिबाट आएको कि यो पारिको घरहरूदेखि यताको मेरो घर हो कि परबाट आइरहेको छु अब घाम पनि डुब्न लागिसक्यो माथि तिर नपुग्दा त रात पर्छ होला त्यही नि अब माथि गएर एकचोटि हेरेर आउने हो अब किनभने अब बर्खामा चाहिँ यस्तो दिनु प्रायः उसो लागेर हुने हुन्छ पानी पर्ने बेलुका बिहान चाहिँ त्यस्तो हुन्छ अनि यी पारिबाट हुस आइसक्यो टन्नै फेरि यो नआइपुग्दै माथि तिर पुग्नुपर्छ न उताको देख्दैन होइन सो त्यही हो लास्टै गऱ्यो कुदेर आएको यताबाट यस्तरी हुस आइरहेछ कि यो पारितिरको यो भ्यूहरू सब छोप्छ कि त्यही भएर कुदेर आएको लास्टै गऱ्यो होइन मेरो फोनबाट चाहिँ त्यति साह्रो जुम हुँदैन परको लास्टै दामी देख्थ्यो सो त्यो यस्तो छ है यो माथि चाहिँ एउटा ठुलो ग्राउन्ड जस्तै छ कि यो डिलको टपमा अनि एक्लै फेरि यस्तो पिस ठाउँमा आएर बोलाउनुको मजा आउँछ कि सो त्यही हो अब चाहिँ एकछिन टक्क बसेर होइन भ्यू हेरेर त घर जानुपर्छ अब रात पर्न लागिसक्यो सो त्यही हो जस्तै गऱ्यो होइन यही भ्यू देखाउनलाई त्यति परदेखि कुदेर आयो कि म बोलाएर यति बवाल छ कि यति दामी भइरहेछ होइन त्यही हो अब चाहिँ एकछिनमा अब बस्छु अनि एकछिन फोटो नि खिच्नु पनि छ होइन अनि त्यसपछि म छु ग्याङ अब यो चाहिँ लास्ट भ्यूहरू हो सो यति दामी भइरहेछ अहिले चाहिँ अनि
सो त्यही हो यता माथिको यो भयो हाम्रो फिल्म सिटी यो माथिको डाङमा फिल्म सिटी भयो अनि यो यता पारी यो पारीको यो पारी भन्दा नि यो पारीकै डाँडा यो सैलुङ भयो होइन अनि यता तल्लातिरको गाउँहरू छ यहाँ चाहिँ जलजले भन्ने छ त्यही हो अब चाहिँ रात पर्न लागिसक्यो सो म चाहिँ अब घर जानुपर्छ घर जानु आधा घन्टा जति नै लाग्छ सो घर जाँदा चाहिँ त्यहाँ रात पर्छ होला होइन यो पनि अब एक्लै हो कि अब यहाँ घर छेउछाउमा साथीहरू नि छैन होइन साथीहरू भए पनि माथि पसलमा बस्नु भने बिजी हुन्छ नि त सो एक्लै आउनु पऱ्यो म चाहिँ सो एकचोटि मेरो घरपट्टिको भ्यू नै देखाइदिन्छु ल म सो त्यही हो सो यता चाहिँ त्यो हल्का उताबाट घामको अझै हुन्छ नि हल्का यता परेर ट्रली उज्यालो देखेको यता मेरो घर साइडपट्टि चाहिँ यता रात पर्न लागिसक्यो कि तल्लाको यता पुग्नुपर्छ म अनि यस्तै हो चिट्टीपट्टिको उताको भ्यू भयो सो त्यही हो अब घर लाग्नुपर्छ क्याब सकेर हल्का भिडियोहरू आउँछ सो बाई बाई भन्न चाहन्छु अहिलेको लागि थ्याङ्क यू भन्न चाहन्छु अनि